उहाँ चाहिँ मेरो बाबा हुनुहुन्छ। नमस्ते, म कुमारीको आमा। उहाँ चाहिँ मेरो जेठो दादा हो। नमस्ते, म चाहिँ कुमारीको दिदी हो। बहिनी कुमारीको नमस्ते, म चाहिँ कुमारीको 5 नम्बरे बहिनी। नमस्ते, म चाहिँ कुमारीको 6 नम्बर बहिनी। नमस्ते, म कुमारी दिदीको 7 नम्बरको बहिनी हो। 7 नम्बरको बहिनी 7 नम्बर छोरा भन्नु आएन नि त उलान टेबल। ल ठिकै छ, उ चाहिँ 7 नम्बर बहिनी हो है। नमस्कार, यो म चाहिँ कुमारीको माइलो भाइ हो। ठिकै छु होला नि? एकदम हिरो, सुपर हिरो मेरो भाइ। ल ल नमस्ते, म कुमारी दिदीको 4 नम्बरको भाइ हो। गुड गुड गुड, ठिकै भन्छ। ल ल 4 नम्बर भाइ नै हो। हेलो गाइस, सबैजना टिका लगाइसकेको। मेरो मम्मी चाहिँ लाउनु हुँदैन किनकि घेन्टो खै किन खै थाहा होइन। यो हो यहाँ घेन्टो जेठ मेरो मम्मीको दिदी, यो छोराको मान्छे जेठो मामा काइलो माइलो मामा। म चाहिँ कुमारीको जेठो छोरा हो। हुन्छ यहाँ चाहिँ हाम्रो नयाँ बेहुला बेहुली उहाँ चाहिँ 4 नम्बर ज्वाइँ हो र अनि 4 नम्बर बहिनी हो। ठिकै भयो, आमाको भाग पाउँछु भन्न। छोरीहरूको टिका लाउनु पालेको छ है। जमारा सिउरिँदै कानमा। 4 नम्बर छोरी, उहाँ चाहिँ बाबा हो, यहाँ चाहिँ आमा हो। टिका लगाइदिँदै हुनुहुन्छ छोरी ज्वाइँलाई। अलिक यो म कम भयो होला हौ, त्यही भएर नटाँसेको। 4 नम्बर छोरी ज्वाइँको पालो सक्यो। अब कसको? अब पालो 5 नम्बर छोरीको र 6 नम्बर छोरीको अनि 7 नम्बर छोरी। अनि उतापट्टि चाहिँ छोरीको पनि छोराछोरी हो। उता पछाडिको 3 जना चाहिँ यहाँ 5 नम्बर छोरी, बिचको 6 नम्बर, पछाडिको सेतो कपडा लगाउने 7 नम्बर छोरी। उता पछाडिको 1 नम्बर छोरी हो। उहाँहरूले चाहिँ लाउनु हुँदैन, क्रिस्चियन हो। टिका लाउनु धमाधम छ है। तिमीलाई नि सुहाउँछ परिलाई रात टिका। गरिब छ के गर्नु। 6 नम्बर छोरीको पालो आयो भर्खर। 7 नम्बर छोरीको पालो आयो। त्यस्तै छ है हाम्रो गाउँघरको दसैँको टिका पनि यहाँ लाउँदैछौँ। रमाइलो भएर आएको, सबैजना भेला भएको छौँ। 2 जना चाहिँ आएको छैन। नातिको पालो भर्खरै आएछ टिका लगाउन। टिका लगाइसक्यौँ हामीले। एउटा सानो भाइको पाली टिका लगाउनु थाल्यो के हुँदैन। उल्टा